हामीहरू प्राय संगीत भनेको चिजलाई चाहिँ एकदमै हैन रिल्याक्स इन्जोयमेन्ट र एउटा इन्टरटेनमेन्टको रूपमा लिन्छौँ कि हामी। संगीत भनेको चाहिँ यस्तो चिज हो कि जुन चिजले चाहिँ हाम्रो मनलाई इनर डिजायरलाई चाहिँ फुल सेटिस्फाई दिन्छ कि जुन चिजले चाहिँ हामीलाई हरेक कुरामा चाहिँ त्यो कुरामा चाहिँ सन्तुष्टि प्रदान गर्छ कि त्यो चिज चाहिँ संगीत हो कि। तर यो संगीतमा पनि एकअर्कालाई हामीले विभेद गरेका छौँ, डिस्क्रिमिनेसन गरेका छौँ, डोमिनेट गरेका छौँ है, क्रिटिसाइज गरेका छौँ कि कुनै पनि मान्छेले कुनै पनि व्यक्तिले जुन पनि गीत सुन्न पाउँछ। तर हाम्रो क्षेत्रमा हैन प्राय नेपाली, हिन्दी, इङ्ग्लिस सङ्ग्सहरू सुन्छन्। तर त्यो गीत सुन्दाखेरि सपोजको लागि मैले कुनै गीत सुने, हिन्दी गीत सुनेपछि हाम्रो समाजले चाहिँ ओहो बाबा हिन्दी गीत सुन्दो रहेछ भनेर अलिकति क्रिटिसाइज गर्ने, डोमिनेट गर्ने हैन गर्छ क्या। त्यो गर्नु हुँदैन क्या। किन भन्दाखेरि म्युजिक ह्याज नो बााउन्ड्री क्या। संगीतको कुनै सीमा हुन्न क्या। संगीत भनेको त्यस्तो चिज हो जसले मनमा भएको स्ट्रेसहरूलाई चाहिँ के गर्छ त डिडक्सन गर्ने, त्यो कुरालाई हटाउने, त्यो कुरालाई आउट अफ द माइन्ड गर्ने हैन गर्छ क्या। कति मान्छेहरू संगीतसँग रमाएका छन् जिन्दगीमा। मान्छेहरू जति सन्तनाप भए पनि जति उ भए पनि संगीतमा रमाएका छन्, संगीतमा हाँसेका छन् हैन। त्यही भएर संगीतको प्रति कसैले पनि हामीले त्यो कुरालाई चाहिँ कुनै पनि बेरियरमा राखेर कुनै पनि डिस्क्रिमिनेसन गरेर चाहिँ नजोडौँ, त्योसँग एडिसन नगरौँ, त्यो कुरामा कम्बाइन नगरौँ। किनकि संगीतको कुनै सीमा हुँदैन। त्यही भएर संगीतसँग हामी चाहिँ रमाउन सक्नुपर्छ।